त्यसले हाम्रो एक घर एक ढाडो भनेको 2074 सालबाट एक घर एक ढाडो सुरु भएको हो। भएपछि सबै घरमा 160वटा 170वटा घरधुरी छ। 170 घरधुरीमै पानी चलिरहेको छ। र त्यस पछाडि गएर हाम्रो 3वटा संस्था, एउटा स्कुल छ, एउटा प्रशासन भयो, एउटा हुला कार्यालय भयो, उहाँहरूको पनि सबै ठाउँमा पानी निरन्तर चलिरहेको छ। र हाम्रो खानेपानीको मुहान भनेको 3 किलोमिटर टाढा छ र एकदम पाहाडबाट बगेको पानी हो। हाम्रो खोलाको पनि होइन, तपाईँको मुहान एकदम मुहानकै पानी हो। शुद्धिकरण भएको राम्रो पानी चाहिँ चलिरहेको छ र कसैलाई पानीको अभाव पनि छैन। र हाम्रो समिति पनि बनेको छ। समितिमा सक्रिय समितिहरू छन्, 17-18 जना समितिको छ। हाम्रो चाहिँ नियमित बैठक बस्छ। हाम्रो कार्यालय पनि छ। हाम्रो उपभोक्ताहरूले तपाईँको प्रत्येक महिनामा 4 गतेदेखि 10 गतेसम्म हाम्रो अफिस खुल्छ अनि पैसा तिर्छन्। नतिर्नेहरूलाई जरिमाना गरिएको छ। मिटर सिस्टम छ अनि हाम्रो समितिहरू पनि एकदम सक्रिय छन्। त्यो सेवामा हात